50 वर्ष भइसक्यो हजुरले निरन्तर आफ्नो हात उठाइराख्नु भएको। आखिर किन र केका लागि? नागा साधु महन्त अमर भारती उनी 1950 मा भारतको कुलधारामा जन्मिएका थिए। सामान्य मजदुरी गर्ने आमा बुवाका उनी कान्छा छोरा थिए र उनको बाल्यकाल पनि अलि कष्टकर नै थियो। तर जति कष्ट भए पनि उनी सानैदेखि भक्ति, स्पिरिचुअल टिचिङ, स्पिरिचुअल लर्निङ जस्ता कुराहरूमा चाहिँ एकदम रुचि राख्दथे। आफ्नो वरिपरि अनि विश्वभर भइरहेका विभिन्न दुःखद घटनाहरू जस्तै युद्धहरूले चाहिँ उनलाई दुखी बनाउँथ्यो। त्यही भएर उनी जहाँ जहाँ जान्थे, मठ मन्दिर, विद्यालय, पार्टी, कार्यक्रम, जहाँ पनि शान्ति र भक्ति नै जीवनको चाहिँ असली मार्ग हो भनेर सबैलाई बताउने गर्थे। उनी आफ्नै गाउँको एउटा सरकारी विद्यालयमा पढिरहेका थिए। तर परिवारको आर्थिक अवस्था निकै कमजोर भएकाले उनले आफ्नो पढाइ रोके र आफ्नो परिवारलाई सपोर्ट गर्नको लागि जागिर खोज्दै दिल्ली आए। जागिर खोज्दै जाँदा उनले एउटा प्रतिष्ठित ब्याङ्कमा क्लर्कको जागिर पाउँछन्। बिस्तारै उनको जीवनमा आर्थिक प्रगति हुँदै जान्छ। तर उनलाई भित्र आत्मसुख, इनर पिस भन्ने कहिले पनि महसुस हुँदैन। उनलाई जहिले पनि केही कुराको कमी छ, असन्तुष्टि भइरहेको महसुसले सताइरहन्छ, खाइरहन्छ। अनि एक्कासी एक दिन उनी आफ्नो यी सबै सुख शान्ति त्यागेर अध्यात्म जीवन, साधु बन्नको लागि अगाडि बढ्छन्। आध्यात्मिक साधुत्व जीवन अँगाल्न सजिलो थियो त? कदापि थिएन। आफ्नो भइरहेको जागिर, आफ्नो परिवार, श्रीमती, बालबच्चा सबै त्यागेर हिँड्न कहाँ सजिलो हुन्छ र? सुरुमा चाहिँ हजुरले कस्ता कस्ता समस्याहरूसँग जुझ्नु पर्यो त? सुरुमा शारीरिक, मानसिक दुवै खालका समस्याहरू आए। हातलाई सुरुमा माथि राख्दा एकदमै यहाँको काँध, पछाडि मेरुदण्ड यो सबै दुख्न थालेर शारीरिक एकदम कष्ट भयो। त्यसपछि बाहिरको घरि वर्षा, घरि गर्मी, घरि हिउँ पर्ने ती समस्याहरूले पनि साह्रै शारीरिक यातनाहरू दियो। अनि मानसिक कष्टका कुरा गर्दा चाहिँ सुरुमा अब कतिले मलाई ढोङ्गी भने, कतिले मलाई पागल भने, त्यस्ता कुराहरूले गर्दाखेरि अनि यो शारीरिक पीडाहरूले गर्दाखेरि चाहिँ एकदमै मानसिक कष्ट पनि भएको थियो। उनले एउटा अन्तर्वार्तामा भनेका छन् कि एक समय उनलाई शारीरिक र मानसिक पीडा यति हावी भयो कि उनले यो सबै उनले रोजेको यो बाटो छोडेर आफ्नो पुरानो जीवनमा पनि फर्किने सोचेका थिए। तर उनले भक्तिले नै शक्ति दिन्छ भनेर महादेवको भक्ति गर्न छोडेनन् र आफ्नो डिसिजनमा, आफ्नो उद्देश्यमा अडिग रहिरहे। करिब 2 वर्षको अन्तरालपछि उनको दाहिने हातमा रक्त सञ्चार नै बन्द भयो र उनलाई आफ्नो दाहिने हात महसुस नै हुन छाड्यो र यसलाई चाहिँ अङ्ग्रेजीमा एट्रोफाइड भनिन्छ। अहिले चाहिँ हजुरको दाहिने हातको स्थिति के छ? परेको खण्डमा तल झार्न सक्नुहुन्छ त? अब त यो हात तल झार्नलाई शारीरिक रूपमै सम्भव छैन। यो अब जीवनभर यत्तिकै रहन्छ र यत्तिकै राख्नेछु। नागा साधु महन्त अमर भारतीजीले हार मान्न कहिल्यै जानेनन्। आफ्नो दाहिने हातलाई माथि नै राखेर उनले भारतका थुप्रै शिव मन्दिरहरूमा दर्शन गर्दै हिँडे। 50 वर्ष कटिसक्यो हजुरले निरन्तर रूपमा आफ्नो दाहिने हात उठाइरहनु भएको। आखिर किन र केका लागि? भगवान शिवको भक्तिमा समर्पित हुनको लागि, हर हर महादेव, अनि विश्व शान्तिको लागि। बिस्तारै उनका बारेमा समाचारहरू बन्न थाले र थुप्रै धर्मगुरुहरू, थुप्रै मानिसहरू, रिसर्चर्सहरू उनलाई भेट्नको लागि, उनका बारेमा बुझ्नका लागि भारत आउन थाले। उनको सोच अनि उनको ज्ञानलाई मन पराउने मान्छेहरू पनि थुप्रै थिए। करिब 1985 देखि 1990 को बीचमा भारतमा एउटा ट्रेन्ड नै चल्यो। हप्ता होस्, महिना होस्, एक समयको लागि चाहिँ आफ्नो हात ठाडो गरेर भक्ति गर्ने। अमर भारतीको जिन्दगीबाट के सिक्न सकिन्छ त? साधु बन्ने जस्तो त्याग त हामी सबै गर्न सक्दैनौँ। तर उनको जिन्दगीबाट सिक्न सकिने एकदमै इम्पोर्टेन्ट लेसन भनेको विभिन्न बाधा अडचनहरू आउँछन्, तर पनि आफ्नो डिसिजनसँग स्ट्रङली, फर्मली यदि तपाईँ अडिग रहनुभयो भने सफलता पक्कै पनि मिल्नेछ।